जय मसीह नमस्कार। यति बेला हामी छौँ येशू ख्रिस्टका हामी दुई सिपाहीहरू छौँ। यति बेला हामी आज यस कार्यक्रममा हामी बोल्दैछौँ येशूको प्रेमको बारेमा। हामी अन्तर्वार्ता इन्टरभ्यू दिँदैछौँ। त्यही कुराकानी छ। सबजना दर्शकवृन्द हजुरहरू सबैले हेरेर मौकाको फाइदा उठाउनु होला है। त्यही हो कुराकानी। यति बेला हाम्रो चाहिँ हुनुहुन्छ हाम्रो वरिष्ठ हाम्रो छोरी मण्डलीको पास्टर अगुवा हुनुहुन्छ, अगुवा पास्टर हुनुहुन्छ। यति बेला यहाँलाई म हार्दिक स्वागत गर्दछु। उहाँसँग आज अन्तर्वार्ता लिने कार्यक्रम हुँदैछ। प्रभु यीशु को हुनुहुन्छ, उहाँ किन मर्नुभयो, उहाँ यस संसारमा किन आउनुभयो, यी यावत यस्तै कुरामा हामी बहस तथा छलफल इन्टरभ्यू अन्तर्वार्ता यहाँको माझमा हामी गर्ने नै छौँ। ल अब यति बेला भनेको हाम्रो समय आइसकेको छ। स्वागत छ यहाँलाई हाम्रो पास्टरज्यू। हजुर हजुर धन्यवाद। हजुरको शुभ नाम? मेरो दानबहादुर। दानबहादुर? दानबहादुर? दानबहादुर बिके। हेर्ने त दानबहादुर बिके। देख्नुहोस् यहाँ पास्टर दानबहादुर बिके हुनुहुन्छ यहाँ। यति बेला उहाँलाई म एकदम भयङ्कर खुङ्खार प्रश्न गर्न गइरहेको छु। ल पास्टरज्यू, तपाईँले यो कुरा बताउनुहोस् कि येशू ख्रिस्ट को हुनुहुन्छ? कहाँ मलाई सिकाउनुहुन्छ त तपाईँ? यस्तो त पत्रकार छन्। ल प्रभु येशू ख्रिस्ट को हुनुहुन्छ? ल यसको जवाब दिनुहोस् पास्टरज्यू। अब के भन्नु त म यहाँ भन्ने पनि आएकै होइन। त्यही त हजुर त पास्टर एउटा पास्टर त हो, तर म त्यो कुरा भन्ने इन्टरभ्यू लिनु भएर तपाईँले होइन त? नै सुन्नुहोस्, तपाईँले त्यो भिडियो रेकर्डै गर्नु भएको छैन? नै भिडियो रेकर्ड भइरहेछ। सुन्नुहोस्, अनि एउटा तपाईँ एउटा समाजलाई एउटा असल मार्गतिर मार्गदर्शन गर्ने एउटा प्रभु यीशु ख्रिस्टको तपाईँ एउटा असल गोठालो हुनुहुन्छ। त्यो भएको नाताले हजुरलाई म के भन्न चाहन्छु भनेदेखि तपाईँको समाजमा, तपाईँको मण्डलीमा, तपाईँको चर्चमा तपाईँले सेवाकाई गर्दै गर्दाखेरि तपाईँले तपाईँको छिमेकीहरूलाई, तपाईँको सेवकहरूलाई तपाईँले कसरी शिक्षा दीक्षा दिने गरिराख्नु भएको छ र साथै येशू ख्रिस्ट को हुनुहुन्छ यसको जवाब मलाई तुरुन्तै दिनु पर्यो। ल तपाईँलाई किन दिने हो र तुरुन्तै? होइन, हजुरले मलाई जवाब दिनु भनेको आम नेपाली अन्य जातिहरूको निम्ति सुसमाचारको एउटा मार्गदर्शन बन्न सक्छ। त्यसै कारणले गर्दाखेरि यो हजुरले जवाब दिनुभयो भने अति नै आशिषको कुरा हुन्छ। फलदायी लाभदायक र फल्ने कहाँ फले आउँछ ल भन्नुहोस् त? परमेश्वरको महिमा हुने कामको एउटा होइन बाटो खुल्ने गर्दछ। त्यसैले तपाईँले यो कसरी खुल्छ बाटो, कहाँ खुले आउँछ? ल येशू ख्रिस्ट को हुनुहुन्छ? येशू ख्रिस्टको नामै नसुनेका यहाँ तमाम कयौँ हजारौँ लाखौँ मानिसहरू, करोडौँको सङ्ख्यामा येशू ख्रिस्टको नाम नै नसुनेका मानिसहरू छन् यो विश्वमा, यो संसारमा। ल आज तपाईँले बताउनुहोस्, जवाब दिनुहोस्, येशू ख्रिस्ट को हुनुहुन्छ? म नबताउने के कारण छ? तपाईँलाई बताएर के काम छ? ल तपाईँले आफूलाई एउटा धर्मगुरु सम्झिनुहुन्छ। येशू ख्रिस्टको सेवक, येशू ख्रिस्टको तपाईँ एउटा खेताला हुनुहुन्छ, जो कि दर्जनौँ मानिसहरूलाई एउटा शिक्षा दिने, येशू ख्रिस्टको सत्यताको बारेमा बताउने, उहाँहरूलाई बाटो देखाउने, सिकाउने होइन, एउटा समाजको एउटा अगुवा हुनुहुन्छ। तपाईँ एउटा लिडर हुनुहुन्छ। त्यो लिडर भएको नाताले तपाईँ के भन्न चाहनुहुन्छ यी उहाँहरू दर्शकहरूलाई? ल बताउनुहोस्। म दर्शकहरूलाई केही भन्दैन होइन। हजुर, दर्शकहरूलाई भन्ने कुरा पनि भएन, यो त गोप्यमा भन्नुपर्ने कुरा हो। यस्तो कुराले हाम्रो चाहिँ प्रभुको सेवाकाई हुँदैन पास्टरज्यू। म तपाईँलाई सिधै कुरो भन्छु कि म हजुरलाई यो जानकारी गराउँछु कि यसरी अनुरोध गर्छु कि तपाईँले भन्नै पर्ने हुन्छ। किनभने यो हाम्रो भिडियो मार्फत, यो भिडियोद्वारा एउटा हाम्रो एउटा रमाइलो कमेडी टाइपको एउटा इन्टरभ्यू छ, यो आफ्नो ठाउँमा छ। तर हाम्रो यो भिडियो बनाउनुको मुख्य उद्देश्य भनेको प्रभु येशू ख्रिस्टको बारेमा उहाँको वर्णन गर्नु हो होइन? हो, त्यही त वर्णन त गर्ने हो, यसमा गर्ने होइन नि त, यो मोबाइलमा होइन। हामी यो मोबाइलद्वारा हामीले भिडियो खिचिरहेको छौँ। एउटा यो किसिमको एउटा सामाजिक सञ्जाल हो यो। सामाजिक सञ्जाल हो यो त। तपाईँले भिडियो मोबाइल तेर्स्याउनु भएको छ अनि क्यामेरा खिचिरहनु भएको छ, अनि कसरी सामाजिक सञ्जाल? हेर्नु त दर्शकवृन्द, यहाँ पास्टर, हाम्रो पास्टर हुनुहुन्छ, उहाँले
येशू को हुनुहुन्छ भन्दाखेरि उहाँले जवाबै दिन सक्नुहुन्न त यस्तो पनि कोही पास्टर हुनुहुन्छ येशू ख्रिस्ट को हुनुहुन्छ यसको जवाब दिन नसकेको पनि पास्टर हुन्छ कोही नै मलाई थाहा भएको छैन चाल पाउनु भएको छैन चाल पाएको छैन पक्का पक्का कसैले फेरि लाउला नि फेरि अहिले तुरुन्तै धक्क फेरि अब धक्का लायो लाउन ल पास्टरज्यू हजुर पास्टर हुनुहुन्छ म तपाईँको चेलो हुँ म तपाईँको सेवक हुँ म येशू ख्रिस्टको सिपाही हुँ येशू ख्रिस्टको प्रेमको डिएनए बोकेको म एक मनुवा हुँ त्यही हो कुराकानी ल म बताइदिन्छु येशू को हुनुहुन्छ तपाईँ जान चाहनुहुन्छ हजुर हजुर ल तपाईँलाई नआउने रहेछ मलाई आउँछ म बताइदिन्छु तपाईँलाई आउँदैन होइन ल दर्शक वृन्दौ उहाँ पास्टरज्यूलाई आएन म अब उहाँको बदलामा म आफै नै येशू ख्रिस्ट को हुनुहुन्छ येशू ख्रिस्ट को हुनुहुन्छ यसको बारेमा म आफै हजुरहरूलाई स्पष्ट जानकारी गराउने छु है ल सबैजनाले ध्यान दिएर सुन्नुहोस् है ध्यान फोकस गरेर सुन्नुहोस् है यता ल ल अब येशू ख्रिस्ट को हुनुहुन्छ भन्नुहुन्छ भनेदेखि येशू ख्रिस्ट उहाँ बाइबलको वचन हुनुहुन्छ उहाँ प्रेम हुनुहुन्छ उहाँ आत्मा हुनुहुन्छ उहाँ चाहिँ को हुनुहुन्छ अरे उहाँ अरू तपाईँ आफै अमुकिनु मलाई सिकाउँछु भने होइन नै उहाँ आत्मा हुनुहुन्छ येशू उहाँ प्रभु हुनुहुन्छ उहाँ सृष्टिकर्ता हुनुहुन्छ हाम्रो उद्धारकर्ता हुनुहुन्छ उहाँ हाम्रो मुक्तिदाता हुनुहुन्छ येशू ख्रिस्ट प्रेम हुनुहुन्छ उहाँ वचन हुनुहुन्छ उहाँ बाइबल हुनुहुन्छ त्यही हो के कुराकानी त्यही हो ल ठिक छ त्यही हो उल्टै पढाइदिनु भयो त्यही कुराकानी सबैजना दर्शकवृन्दहरू हजुरहरू पनि सुने यो भिडियो हेरेर सुनेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला र आशिषित हुनु होला यो भिडियोको सन्देश यो हो कि तपाईँहरू सबैजना मानिसहरू आशिषित हुनुहोस् धनी हुनुहोस् बुद्धिमान हुनुहोस् तपाईँ प्रभु यीशु ख्रिस्टको प्रेममा जिउनुहोस् भन्ने उद्देश्य हो ल हुन्छ है सबैजनालाई जय मसी तथा नमस्कार देख्ने किन काटेको छैन